हेलो गाइज वेलकम टु न्यू भ्लग। सबैजनालाई मेरो मिनी भ्लगमा स्वागत छ। कृपया टाइगर विवेकलाई सबैजनाले सब्सक्राइब गरिदिनु होला गाइज। आज चाहिँ हामी साथी र म टक्क निस्कियो, मन्दिर सन्दिर गयो, टिका सिका लगाइयो र टक्क हामी चाहिँ आज बल्खु हुँदै टक्क सातो बाटो हुँदै कलङ्की हुँदै टक्क लाएर स्वयम्भू हुँदै हामी चाहिँ आफ्नो घरतिर टक्क हिँडियो र बाइक साइक स्टार्ट गरेर हामी चाहिँ यहाँबाट हिँड्यो गाइज। कस्तो लाग्छ भ्लग सबैजनाले सब्सक्राइब गरेर माया ममता दिनु होला। ल हामी चाहिँ यहाँबाट हिँड्यो है। टक्क जाँदै होइन, बाटो पनि राम्रो थियो एकदम रहेछ। यहाँको 50 भन्दा स्पिड चाहिँ हान्न नपाइने रहेछ गाइज। पुलबाट माथि चेक गरिरहेको रहेछ, अलिकति अगाडि गयो भने चेकिङमा हालिदिँदो रहेछ। त्यसैले हामी चाहिँ साथी र म बिस्तारै गफ गर्दै गाडीको अगाडि पछाडि हुँदै हामी चाहिँ हिँड्यो जे भयो नि। बिस्तारै यो बाटो कस्तो रहेछ भन्दै हेर्दै हाँस्दै रमाइलो गर्दै हिँड्यो। अनि साथीले चाहिँ ल अलिकति स्पिड हान्नु पर्यो भने मैले चाहिँ स्पिड दाबेँ गाइज होइन, अलिकति बढी दाबेँ। अनि बाइक अलिकति स्पिड पुग्यो, साथी खुसिलो गरेर आएर कहीँ पनि मैले सम्हाल्दै हिँडेको गाडीलाई भेटाउँछु भनेर चाहिँ कुदेँ। टक्क लाएर गाइडमा चाहिँ हामी गाडीलाई देखाइयो होइन। खुसिलो गर्दै बाइक त खटारो पऱ्यो, किन कुद्थ्यो र। फेरि रातो बत्ती बोल्यो, जाम भयो होइन। अनि हामी जाममा पुग्नु परेन, हामी त्यहाँ पुग्नु ठ्याक्कै पुग्यो। फेरि हामी त्यहाँबाट नि बिस्तारै अनि मलाई चाहिँ आफ्नो भिडियो आएन कि भनेर चाहिँ मैले आफ्नै हातले समातेँ। टक्क लाएर मोबाइल साथी समाएर अनि आफ्नो साथीलाई पनि देखाएँ, मलाई पनि देखाएँ। फेरि साथी मोबाइल चलाउन समात्न लगाएँ र फेरि टक्क लाएर दिएँ साथीले पनि आउनुभयो अगाडि टक्क आफ्नो फेस पनि देखाएँ।